आज चाहिँ हाम्रो टुप्पी भाइ यानी कि टुबी गेमर भाइलाई प्राङ्क गर्दैछौँ अनि भूमिकालाई चाहिँ हाम्रो यहाँ मित्र हुनुहुन्छ मित्र चाहिँ लाइक ओमी टिभीमा देखेको अनि ओमी टिभीमा चाहिँ उसले बेबी भनेको भएर चाहिँ उसले चाहिँ अब भूमिकाको टुबीसँग हात माग्नलाई आएको वाला प्राङ्क गर्नेछौँ। त्यही भएर ऊ त्यो सुँगुरको मासु पनि ल्याएर आएको छन् कोसेलीको रूपमा होइन। हेरौँ अब टुबी भाइको कस्तो रियाक्सन हुन्छ। सबै अब डिपेन्ड चाहिँ हाम्रो राजमित्रमै हुन्छ। हजुरहरूले चिन्नुहुन्छ होला राज आचार्य धेरै खतरनाकै एक्टिङ गर्छन् होइन। अब बाँकी त अब के बोलौँ यार बोल यार। अब प्लान केही गरिरहेको छैन, झ्यापचुप गएर उसको हात माग्न जाने वाला प्राङ्क गर्ने भन्ने मित्रले मलाई हेरौँ कस्तो हुन्छ। चलिए सुरु करते हैं। भूमिका कहाँ छ? ओइ चेक गर त के था अचम्म मान्छे त मुला देखेन होइन बस्नु भयो कहाँ बसेर के गर्दै बस्नु हात हालिदिइहाल्यो भने त बर्बाद भयो। म सुनेर बस्छु नि। तपाईले चिन्ने मान्छे रे भेट्न मलाई के गरेको फुलहरू फुल दिएको फुल दिने सँगै किन टाँसेर बसेर मौ गर्ने बङ्गुरो मासु यस्तो होइन न तरिका सरी भाइ यार त्यस्तो कसले भनेको असम नभए मैले यस्तो नराम्रो कुर्थेँ होइन ढुङ्गाएर तपाईँलाई म बाहिर ल्याएर म थिएन बहिनी राम्रो यस्तो बहिनीलाई नि प्रोटेक्ट छ। अर्को घरमा कोही आइरहेछ घरमा त छिर्ने होइन नि त होइन राम्रो गरेको एक्टिङ त्यही पनि अब आफ्नो बहिनी हो आफ्नै बहिनीको गल्ती भयो भने घरमा छिर्ने होइन नि त